ल यो सबै भाइ बहिनीहरुमा म आरटी सरको तर्फबाट अग्रिम शुभकामना र सबैभन्दा उत्तम कुरा हामी के भन्न गइरहेछौं कि आज यो तिमीहरु आफ्ना भविष्यका तयारी स्वरूप एउटा अति नै सुन्दर ठाउँमा उपस्थित भएका छौ र हामी के भन्न चाहन्छौं कि जसरी एउटा कुना कप्चामा रोडको कुना कप्चामा फालिएको जुन ढुङ्गा हुन्छन् पत्थर हुन्छन् त्यो कस्ता व्यक्तिको हातमा जान्छन् त्यही अनुसार त्यसको मूल्य भोलि पर्ने गर्छ। सिम्पल एक्जाम्पल म दिन चाहन्छु, यदि नदीको पेटीमा तोड्दै गरेको कंक्रीट एक टेलर कंक्रीट हामी तोड्यौं भने त्यसको मूल्य कति 500,000 बन्न आउँछ। किन? त्यो पत्थर रोडमा जाने लायक भइहाल्यो। कारण किन? त्यो पत्थर चाहिँ त्यो अनस्किल्ड मान्छेको हातमा परेछ। त्यही कारण त्यो पत्थरको मूल्य पनि कम र जति मूल्य कम छ त्यही अनुसार त्यो पत्थरलाई भोलि के गर्नु परिरहेछ त दुःख भोग्नु परिरहेछ। सबैको सबै त्यस जब रोड बन्छ त्यसमा सबै मजाले गाडी गुडाउँछ, हिड्दा हिड्दै फोहोर फाल्छन्, कति दुःख झेल्छन् त्यो बेचारा पत्थर। तर त्यही पत्थर अलिकति त्यो भन्दा राम्रा स्किलफुल मान्छेको हातमा गयो भने यदि त्यो सिलौटा बनाइदियो, जता बनाइदियो भने कति त एक टोकरी जति पत्थर होला एउटा जतामा युज हुने। त्यसको मूल्य बजारमा अहिले कति छ? 1500, 2000, 1200, 1000 भन्दा कममा बिक्दैन। क्लियर छ? आखिर त्यही पत्थरको मूल्य बढेर किन आयो? जहाँ एक टेलर पत्थरको मूल्य 500,000 हुने गर्थ्यो, जहाँ एक टोकरी पत्थरको मूल्य कति भयो त 2000 मा गयो। किन भयो? पत्थर त्यही हो, त्यो पत्थरहरु स्किलफुल मान्छेको हातमा गयो, छेना हथौडा चलायो, त्यसलाई के गरिदियो त एउटा सिलौटा बनाइदियो। यस्तै यदि त्यही पत्थर एउटा मूर्तिकारको हातमा जान्छ भने के हुन्छन्? त्यो पत्थरको मूल्य लाखौं बन्न आउँछ, करोडौं बन्न आउँछ। कारण किन होला? किन होला? त्यो पत्थर धेरै स्किलफुल मान्छेको हातमा परिहालेछ, जहाँ त्यो पत्थरबाट मूर्ति बन्न गयो। यस्तै यी हाम्रा नानीहरूको, यी हाम्रा बाबुहरूको जुन उम्र हो तिमीहरूको, तिमीहरू जस्ट एउटा पत्थर छौ। तिमी कहाँ जान खोज्दैछौ? कस्ता मान्छेको हातमा जान खोज्दैछौ? त्यही अनुसार तिमीहरूको मूल्य पर्नेवाला छ भोलि। यो उम्र जुन हो यो फर्मेटिभ एज हो। त्यसकारण मेरो आग्रह छ यसमा कहीँ कतै कुनै किसिमको लालचमा, कुनै किसिमको संगतमा, कुनै किसिमको कुरामा नपरिकन सिधा आफ्नो भविष्यलाई ख्याल गरौ कि म कस्ता मान्छेको हातमा जान खोज्दैछु। साँच्चीकै त्यो नदीमा बसेर पत्थर थुर्ने मान्छेको हातमा जान खोज्दैछु कि एउटा स्किलफुल मान्छेको हातमा जान खोज्दैछु? र म तिमीहरूलाई एउटा भरोसा दिलाउन चाहन्छु, यो जुन ठाउँमा तिमीहरू आएछौ, हामी त धेरै भन्न सक्दैन, तर तिमीहरूलाई 90% विश्वास दिलाउन चाहन्छौ। जुन हाम्रो टिम हो, जुन हामीसँग जुन स्किलफुल म्यान हो, त्यो तिमीहरूलाई पक्कै मूर्ति सरह बनाउनेछ। यसमा कुनै दुई मत छैन। तिमीहरू हाम्रो क्लास पनि लिएछौ होला, म कुनै पनि पैसा नलिकन हामी फ्री क्लास दिन लगायौ। यही अरु ठाउँमा यही ब्रिज कोर्सको लागि जाँदा के हुन्थ्यो त? पहिला नाम लेखाउ, पैसा तिरौ। किन उसलाई डर हुन्छ?
हाम्रो पढाइबाट सन्तुष्ट भएर भोलि विद्यार्थी भाग्न सक्छ। तर म यहाँ त्यस्तो गर्दैन। तिमीहरू पढेछौ, यहाँ म पढाएछु। कोही कसैलाई असन्तुष्टि छ नबुझ्ने गरी मेरो क्लासबाट कसैलाई कुनै तकलिफ छ र म केही दुईजनालाई, दुई केटा दुई केटीलाई म यहाँ बोलाउँदै छु। हाम्रो यो क्लास कस्तो लाग्दैछ तिमीहरूलाई? त्यसपछि आज हाम्रो यो कार्यक्रम जान्छ कहाँ त? प्राइज डिस्ट्रिब्युसनको लागि। हामीले स्कलरशिप टेस्ट लिएका थियौँ। हामी एउटा रुल बनाएका छौँ हाम्रो कोचिङमा। हामी टेस्ट लियौँ। यो टेस्टमा फर्स्ट हुनेलाई हामी 100% डिस्काउन्ट हालेका छौँ, सेकेन्ड हुनेलाई 50% डिस्काउन्ट हालेका छौँ, थर्ड हुनेलाई 25% डिस्काउन्ट हालेका छौँ। यस्तै क्रमशः फिफ्थ सम्मको स्टुडेन्टलाई हामी केही डिस्काउन्टमा हाल्छौँ र यो डिस्काउन्ट धेरै दिन चल्दैन। यो निरन्तर आफ्नो पढाइलाई राम्रो बनाइराख्छौ भने हाम्रो अर्को महिनामा मन्थली टेस्ट गर्छौँ। त्यो मन्थली टेस्टमा यदि तिम्रो प्रतिस्पर्धी अरूजना आयो, तिमीलाई तोड्यो, तिमीले पाएको स्थान तोड्यो भने अर्को महिनामा म त्यसलाई डिस्काउन्ट गर्छु। बुझिरहेछौ? यसको अलावा म अघि नै एनाउन्स गरिदिए प्रत्येक युनिटको म युनिट टेस्ट लिन्छु। आज मैले पढाएको युनिटलाई धेरै प्र्याक्टिस गर्न लगाए। यसको म आइतबार युनिट टेस्ट हुन्छ, जसको रुलिङ म भनिदिएछु के कसरी हुन्छ। दण्ड पनि भोग्नुपर्छ, प्राइज पनि पाउनुपर्छ। ठिक हो? यति भन्दै कसलाई बोलाउनु? स्कलरशिप। आज म स्कलरशिप यो टेस्टको रिजल्टतिर लग्दैछु। यहाँ हामी समान पत्र पनि राखेका छौँ उहाँहरूको लागि। खादा र सन्दनको पनि व्यवस्था छ र यो एउटा मोटिभेसन हुनेछन्। यो धेरै ठुलो रकम त होइन, तर प्राइज भनेको प्राइज हुन्छ। यसलाई एउटा उत्साहको रूपमा लिनुपर्छ र सबैले आँट गर्नुपर्छ कि अर्को महिनामा यो म पाऊँ। यसको भागीदार बन्न खोज्नुपर्छ। मेरो अग्रिम शुभकामना छ, बढीभन्दा बढी विद्यार्थी सफल होस्, नाम निकाल्न सफल हौं। अहिलेसम्म हामी जुन ब्याच हामी चलायौं, एटलिस्ट हामी 60% भन्दा बढी स्टुडेन्टलाई हामी नाम निकाल्न सफल भएका छौं र त्यही आशा र भरोसा हामी यो ब्याचसँग पनि राखेका छौं। र मैले 2-4 दिनको जुन क्लास लिए त्यसमा मलाई अनुमान भए अनुसार अरु ब्याच भन्दा राम्रो विद्यार्थीहरूको कलेक्सन छ। यसमा म पूर्ण रूपले ट्राई गर्छु। तिमीहरू पनि हामीसँग मेहनत गर्नुपर्छ, हाम्रो निर्देशन अनुसार हिड्नुपर्छ। म यसमा बिल्कुल आशा गर्छु कि मोर देन 80% मा नाम निकाल्न सफल हुन्छु। यदि तिमीहरू जस्ट हाम्रो निर्देशन अनुसार हिड्दै गए भने, अघि नै भने हाम्रो जुन टिचर टिम हो लगभग हाम्रो सबै 20 वर्ष भन्दा बढीको अनुभव प्राप्त टिचर। त्यसले यसमा कुनै शंका राख्नै पर्दैन। तिमी आफ्नो हाम्रो निर्देशन अनुसार पढाइलाई खाली अगाडि बढाऊ। म आशा दिदैछु कि हाम्रो 60% रिजल्टलाई हामी पनि एउटा ट्राई गर्दैछु, केलाई 80% मा पुर्याउँछु। बुझ्यौ? ल, यति गर्दै यो प्राइज डिस्ट्रिब्युसन कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु, जसमा यो टेस्टमा 5 जना टॉपर को हामी नाम बोल्ने छौं, जो क्रमशः यहाँ आउनु पर्छ। हाम्रा सरले टीका लगाइदिनु हुनेछ र उहाँ चाहिँ यो गरिदिनु हुनेछ। र यसमा यसमा चाहिँ हाम्रो 5औं स्थान लिन सफल सबैजना इक्जाम दिएछौं। एकचोटि अनुमान गरौँ त को होला त्यस्तो लकी?
5 पोजिसन ल्याउने तिमीहरू मध्ये को होला पहिला गेसियल गरौ निकीले अनुमान गरेछ खुशबु कुमारी Who is खुशबु कुमारी She is खुशबु कुमारी See ओके अब एकछिनमै हामी बोर्डमा हेर्ने छौ एकचोटि बोर्डमा फोकस गरिदिनु होला बोर्डमा टप 5 कसको होला भने यहाँ हामी हेर्ने छौ र हेर्ने बित्तिकै प्लिज सबैजना जोरदार क्ल्यापले स्वागत गर्नु होला भन्दै रेडी 1 2 3 मनीषा खुशबु कुमारी कम हियर ले अनुमान पनि राम्रो रहेछ सबैको र बहिनीलाई पनि त्यति आशा थियो वेलकम टु यु तिमीले राम्रै अंक लिएर 5 पोजिसनमा आयो खुसी लाग्यो आउँदो एक्जाममा पनि राम्रो गर्नु तिमीलाई कस्तो लाग्यो यो 5 पोजिसनमा आउँदा मलाई कस्तो अनुभव हुँदैछ मैले सोचेको थिएन कि 5 पोजिसन ल्याउन सक्छु यति विद्यार्थीमा मलाई धेरै राम्रो लाग्दैछ म यो सृष्टि कोचिङमा 5 स्थान हासिल गरेको छु यति विद्यार्थीमा मैले सोचेको थिएन कि 5 पोजिसनमा ल्याउन सफल हुन्छु ओके यो कोचिङमा तिमी पहिलोचोटि आयौ यसको पढाइ र यसको इन्भाइरोमेन्ट कस्तो लाग्यो राम्रो छ यहाँको इन्भाइरोमेन्ट ओके थ्यांक यू यति भन्दै म रामैया सरज्यूलाई उहाँलाई प्राइज डिस्ट्रिब्युसन गरिदिनको लागि अनुरोध गर्दछु अब यसैको साथ सुनिल सरलाई टीका लगाइदिन म आग्रह गर्दछु एकजना भाइले एउटा फोटो खिचे हुन्थ्यो ओके सबैजना एकचोटि क्ल्याप गरिहालौँ त ल अग्रिम बधाई छ बहिनीलाई र म एउटा शुभकामना दिँदैछु र सँगै आशा गर्दैछु यो कामयाबी बनिराख्नुपर्छ र यो कामयाबी म श्रावणतिर हेर्न चाहन्छु एउटा राम्रो कलेजमा यसले नाम निकाल्न सफल होस् भने अग्रिम शुभकामना पनि दिँदै बहिनीको यस्तै उत्साह बनिरहोस् भन्ने आशा गर्दैछु ल थ्यांक यू सर आउन ओके यसैको साथ फेरि अर्को पोजिसन 4th पोजिसन आउने यही कोचिङका कुन विद्यार्थी होला भने गेसियल गरौ त नेके हेरौ त यहाँ एकचोटि मसलाइज गर्दैछु सबैजना एकचोटि जोरदार क्ल्यापले स्वागत गरौँ अरे कम यहाँ निकी यादव जसले हाम्रो सृष्टि कोचिङ सेन्टरको स्कलरशिपको 4th पोजिसनमा आउनु भएको छ उहाँलाई स्वागत छ र तिमीलाई यो 4th पोजिसन आयो तिम्रो कस्तो लागिरहेछ अहिले सर मलाई धेरै खुसी लाग्दैछ कि म 4th स्थान ल्याउन सफल भएछु ओके यसको इन्भाइरोमेन्ट यो कोचिङको पढाइ कस्तो लागिरहेछ तिमीलाई सर म यहाँ 10 क्लासदेखि नै पढ्दैछु यहाँको इन्भाइरोमेन्ट एकदमै राम्रो रहेछ अनि यहाँ
फ्युचरमा मलाई लाग्दैछ कि यहाँ पढेर म नाम निकाल्न सफल हुन्छु अनि यहाँ पढ्नु भएका सबै दिदी भाइहरू पनि नाम निकाल्न सफल हुन्छ भन्ने प्रार्थना गर्छु अनि सरहरू पनि धेरै मेहनत गर्नु भइरहेछ अनि यहाँ हामीहरूलाई पनि धेरै सपोर्ट गर्नु भइरहेछ त्यसै कारणले मलाई लाग्दैछ कि म फ्युचरमा अनि यहाँ पढ्नु भएका सबै भाइ बहिनीहरू पनि फ्युचरमा नाम निकाल्न सफल हुन्छु थ्याङ्क यू ओके थ्याङ्क यू धेरै राम्रो अब यसै क्रममा म सरलाई फेरि उहाँलाई स्वागत गर्दिन अनुरोध गर्दछु रमैया सरलाई ल यो बहिनीले हामीसँग लगभग धेरै दिन पहिलादेखि बनिरहेछन् हामीलाई आशा थियो धेरै राम्रो गर्छिन् तर राम्रै छ पोजिसन र यतिले मात्रै हुँदैन मलाई आशा छ यो आउने समयमा धेरै राम्रो गरोस् देशकै टपर ठाउँमा नाम निकालोस् यसलाई मात्र हुँदैन हामीलाई अति नै खुसी हुनेछन् भने आशाका साथ हामी अग्रिम बधाई पनि दिन चाहन्छु बहिनी निकीलाई ल धन्यवाद कङ्ग्रेचुलेसन ओके ठीक है जाऊ ल कङ्ग्रेचुलेसन इसी के साथ हाम्रो सृष्टि कोचिङ सेन्टर को स्कॉलरशिप रिजल्ट को तेस्रो पोजिसन ल्याउन सफल भएका विद्यार्थी को होला आशिक यादव भाइ विरम सायद को होला भने हामी यहाँ एकचोटि हेरौँ आशिकै हो कि अर्को होला भने हामी स्लाइडमा हेराउँदैछौँ आउने बित्तिकै तपाईँहरू जोरदार तालीले स्वागत गरौँ है अरे आशिक भाइले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् तर इन्फर्मेसन अनुसार उहाँलाई ज्वरो भएको कारणले आफ्नो घरमा हुनुहुन्छ छिट्टै नै निको होस् भने म भगवानसँग बिन्ती पनि गर्छु र उहाँलाई अर्को यस्तै कार्यक्रममा हामी पुरस्कृत गर्नेछौँ भन्दै यही भिडियोबाट मेसेज छोड्न चाहन्छु अब हाम्रै कोचिङबाट दोस्रो स्थान प्राप्त गर्ने को होला भने गेस एकचोटि गरौँ त सुस्मिता शाह एकचोटि जोडले हामी क्लेप गरौँ सुस्मिता शाह उहाँले दोस्रो स्थान हासिल गर्नु भएको छ उहाँ पनि अहिले एब्सेन्ट हुनुहुन्छ उहाँको पनि समस्या हो के भाइ उहाँ स्वस्थ ज्वरो लाग्यो उहाँको बुबाले फोन गरेर मलाई भन्नुभयो उहाँ स्वस्थ हुनुहुन्न भनेर जानकारी मैले प्राप्त गरिसकेका छु अर्को कार्यक्रममा उहाँलाई पुरस्कृत गर्नेछौँ हामी जति पुरस्कार दिइरहेछौँ त्यो हामी दिनेछौँ भन्दै यही भिडियोबाट म मेसेज छोड्न चाहन्छु र लास्टमा स्कॉलरशिप टॉपर 2082 को सृष्टि कोचिङ सेन्टरले सञ्चालन गर्ने ब्रिज कोर्सको स्कॉलरशिप टॉपर 2082 को टपर भनेको चाहिँ टपरै हुन्छ र यहाँ जेसुकै होस् मलाई याद आउँछ मलाई सरले गुरुले एउटा कुरा पढाएको थियो एउटा गुरुले एउटा कुरा मलाई के भनेको थियो सिम्पल लिभिङ हाई थिङ्किङ मैले यो कुरालाई म आफ्नो माइन्डमा धेरै राम्रोसँग सजाएर राखेको छु कसैलाई हामीले त्यसको चेहराबाट हामी भन्न सक्दैनौँ यसमा कतिको ट्यालेन्ट छ हामी मात्र कपडा लुगामा परेर कति छ भने हामी भन्न सकिँदैनौँ त्यसमा मेहनत जुनून जो सबै हुनु पर्यो टपर हुनको लागि जसमा एभ्रिथिङ ओके हुन्छ त्यही नै टपर हुन्छ
अब यो कोचिङ को 2082 को टपर 2081 को टपरले त गर्यो 2080 को टपरले पनि गर्यो अब 2082 को टपरले के गरिरहेछ फ्युचरमा हेरिरहेछु 2080 81 79 इत्यादि को टपरले धेरै ठुलोसम्म पुगेको छ यो कोचिङको इतिहास छ यो कोचिङको इतिहास बनाएको छ एउटा अब 2082 को टपरले के गरिरहेछ फ्युचरले सो गर्छ हामी गर्नेछौ हामी सबै टपरलाई बोलाएर एकचोटि म कार्यक्रम गराउँछु तिमीहरूको माझमा हेरौ टपरहरूले के गरेछ भनेर हैन गरेर हामीहरू हेराछु भनेर सबै भनेका छन् तर हामी गरेर हेराएको छु अब 2082 को टपर यहाँ स्लाइडमा आउँदैछ एकचोटि सबैजना जोरदार तालीले स्वागत गरौँ 2082 को टपर ओके गौतम यादवलाई यहाँ उपस्थित भइदिन हार्दिक अनुरोध गर्दछु ल भाइलाई धेरै धेरै बधाई छ टप गरेकोमा र यो भाइ यतिकैमा सीमित छैन सबैको लागि एउटा प्रेरणाको विषय बन्नेछन् यो जस्तो मलाई लाग्दैछन् मलाई जानकारी भए अनुसार यो धेरै मेहनत गर्दै रहेछ हामी यसै कोचिङमा एउटा रोजगारीको रूपमा पनि यहाँ काम गर्दैछन् हाम्रो सबैजसो टेक्निशियनको काम गरेर पनि रात आफ्नो फ्यामिली मेन्टेनेन्स गर्नको लागि काम गरेर पनि यति राम्रो पोजिसन लाउन सफल छन् यसको लागि म हृदयदेखि नै धन्यवाद दिँदैछु र आउँदो भविष्यमा राम्रो गरोस् भन्ने शुभकामना पनि दिँदैछु यति मात्र होइन यसले त गर्यो यसको फ्यामिलीबाट यही कोचिङमा पढेर यसको दिदी डेन्टलमा स्कलरशिपमा पढिरहेको छन् यही कोचिङबाट पढेर स्कलरशिपमा नाम निकालेर अहिले पढिरहेको छन् अब त्यही फ्यामिलीबाट अर्को पनि आयो हेरौ अब यसले के गर्दो रहेछ यो त फेरि मञ्चपछि थाहा हुन्छ हैन यसपछि हामीले गौतमलाई सरले सोध्छ तपाईले सोध्नु कति मार्क्स सोध्नु ल सबैभन्दा पहिला यो भाइहरुसँग म एउटा कुरा सोध्न चाहन्छु भविष्यमा के बन्ने मन छ भविष्य मेरो मन त बच्चैदेखि मैले ठानेको छु कि म कम्प्युटर इन्जिनियरिङ डिप्लोमा तहबाट गर्नेछु अनि कम्प्युटर इन्जिनियरिङबाट गएर पछि गएर एनटीसी जुन टेलिकम हुन्छ नेपाल टेलिकम त्यहाँ अधिकृत तहको जब लिनको लागि म लड्नेछु के तिमीलाई लाग्दैछन् कि यो सृष्टि कोचिङ सेन्टरले तिम्रो यो सपनामा खरो उत्रिन्छ तिमीलाई त्यस्तो सपोर्ट दिन सक्छ हाम्रो इन्भाइरोमेन्टले अवश्य नै मलाई लाग्छ कि सृष्टि कोचिङ सेन्टर यो आजदेखि होइन विगत 5 सालदेखि म इक्जाम्पलको रूपमा हेर्दा पनि धेरै मेरो दाइहरू दिदीहरू एउटा ठुलो मुकाममा पहुँच्न सक्नु भएको छ र उहाँलाई हेर्दा जस्तो फ्यामिलीबाट बिलङ गर्नुभयो जसरी उहाँ मेहनत गर्नुभयो र जसरी सरहरू पढाउनु भयो यो हेरेर मलाई लाग्छ कि म पनि त्यहाँ पुग्न सक्छु र यहाँ कुनै नयाँ टिचरहरू छैन जहाँ म विश्वास गर्न सक्दैन सानैदेखि पढ्नु भएका पढाउनु भएका रामज्ञा सरज्यू मलाई बच्चैदेखि पढाउनु भएछ र मलाई थाहा छ कसरी सर पढाउनुहुन्छ कसरी मलाई गाइड गर्नुहुन्छ त्यो अनुसार म यो अनुमान गर्न सक्छु अनुमान के म ठान्न सक्छु कि म फ्युचरमा गएर केही राम्रो गर्न सक्छु अब समग्रमा अहिले जुन हाम्रो यो ब्रिज कोर्स नामक जुन कोर्स हाम्रो सञ्चालन छन् यो हामी केही क्लास पनि लियौं यो क्लासिङ गर्दा कस्तो लागिरहेछ यो हाम्रो यो क्लासले साच्चै बच्चाहरूको भविष्यलाई एउटा उज्जवल भविष्यतिर डोर्याउन सक्छ त हो यो क्लासले भविष्यतिर डोर्याउन सक्छ किनभने
यहाँ मैले पछाडितिर हेर्दा अनलाइन पनि हेर्दा कुनै सरले पनि यति ब्रिज कोर्समा आएर पनि यति डिटेलले पढाउनु भइरहेको छैन। तर यहाँ मैले हेर्दा कोर्स जति नै हामी 10 क्लाससम्म जति नै पढ्यौँ तर त्यो एउटा पढ्यो कि पढेन, किनभने धेरै यहाँ सरकारीबाट पनि हुनुहुन्छ, उहाँहरू पढ्यो कि पढेन त्यही अनुसार सरले गाइड गरेर कि बच्चाहरूलाई सुरुदेखि नै एकचोटि पढाउनु पर्छ जस्तो मलाई लाग्यो। अनि यहाँ आएर तपाईँहरूको बिचमा मैले त्यही हेरेँ कि सबै जुन चेप्टर छ त्यो एकदमै सुरुदेखि नै पढाउनु भयो। त्यो हेरेर मलाई धेरै खुसी लाग्यो, किनभने यहाँ विभिन्न प्रकारका बच्चाहरू छन् जुन एक माथि लेभलमा पनि छ तर डाउन लेभल पनि छ उहाँहरूको। त उहाँहरूलाई पनि हेर्दा हेर्दै तपाईँहरू एउटा बेसिक कुरादेखि चालु गर्नुभयो, त्यो एकदमै राम्रो लाग्यो। अनि अन्तमा यहाँ उपस्थित हाम्रा सम्पूर्ण भाइ बहिनीहरू लगायत हामीलाई प्रत्यक्ष रूपमा हेरिराख्नुभएका सम्पूर्ण दर्शक वृन्दमा के भन्न चाहन्छु? यहाँ धेरै गाउँहरू सहरहरूबाट आएका भाइ बहिनीहरू, तपाईहरू आफ्नो भविष्यको उज्जवल कामना गर्नको लागि यहाँ आउनु भएको छ। यहाँ आउँदाखेरि तपाईहरू अन्य कुरामा नलागी आफ्नो आमा बुवाको सपना पूरा गर्नु, घरमा बसेर पढ्नु, यहाँ आएर खेलकुद नगर्नु। जस्तै हामी स्कुलमा गर्ने गर्थ्यौँ कि पछाडि बसेर कुराकानी गर्ने, त्यो अहिले समय छैन। हामीसँग मात्रै 3 महिना समय छ, त्यो 3 महिनामा कसरी हामी पढ्न सक्छौँ, कसरी हामी धेरै टपिक छ 3वटा विषयमा लगभग हामीलाई 60-70 वटा टपिक चेप्टर कभर गर्नु छ र 3 महिना यो धेरै टाइम छैन। हामी 10 सालमा जो गर्न सकेनौँ हामी 3 महिनामा गर्नुपर्छ र यही 3 महिनाको लागि हामीलाई निरन्तर पढ्नु पर्छ। बाहिर गएर खेलकुद नगरौँ, घुमौँ न, 3 महिनाको लागि रुममै बसेर रुम लक गरेर कतै ध्यान नभट्काएर पढौँ। ल यस्तो सुझाव र सल्लाहको लागि भाइलाई धेरै धेरै धन्यवाद र भविष्यमा धेरै राम्रो गरोस्। हाम्रो पनि सपना हो, हाम्रो पनि एउटा सोच हो कि हामीले पढाएको विद्यार्थी, हामीले मेहनत गरेको विद्यार्थी राम्रो ठाउँमा पुगोस् भन्ने हाम्रो आशा हुन्छन् र मलाई आशा छ यी भाइ हाम्रो आशामा खरा उत्रिनेछन् र साथै यो आशा पूरा गरिदिनका लागि हाम्रो यो सृष्टि कोचिङ सेन्टरले तपाईहरूलाई फिजिकल क्लासको साथसाथै अनलाइन क्लासको पनि व्यवस्था गरेको छ। हामीले अहिले जुन पढाएको टपिकहरू हुन्छन् त्यो क्लासमा यदि बुझ्न केही अप्ठ्यारो भयो भने यसका लागि हामीले प्रत्येक च्याप्टरमा हाम्रो युट्युब च्यानलमा सृष्टि कोचिङ सेन्टर नामक युट्युब च्यानलमा हाम्रो भिडियोहरू पनि अपलोड छन्। त्यही च्याप्टर पुनः घरमा रिपिट गर्न सकिन्छन्, रुममा बसेर हामीसँग प्रत्यक्ष पढ्न सकिन्छन्। यसको अलावा हामी टेक्स्ट बुक पनि, हाम्रो जुन ब्रिज कोर्सको टेक्स्ट बुक हुन्छ त्यो टेक्स्ट बुक पनि हामी अनलाइन उपलब्ध गराइसकेका छौँ। हामीसँग एडमिसन भइसकेपछि हाम्रो कोचिङको विद्यार्थी फर्मली रूपले भइसकेपछि हामी त्यसको प्रोफाइल दिन्छौँ, हामी त्यसको पासवर्ड दिन्छौँ। त्यसपछि त्यो पासवर्ड पाएर तिमी घरमै फिजिकली रूपले बुक पढ्दै पनि अर्को बुक पनि तिमी त्यहाँ पढ्न सक्छौ। त्यसले अन्य सुविधाहरूको हामी राम्रो प्रबन्ध गरेका छौँ। त्यसले हामी स्वयंलाई आशा छ कि हाम्रो विद्यार्थी भविष्यमा राम्रो गर्छन् र म अघि नै भने कि म यसपालि ठानिसकेका छौँ कि हाम्रो 60% को रिजल्टलाई हामी 80% मा परिणत गर्नेछौँ, जसका लागि तिमी सबैजनासँग मेरो आग्रह छ कि एउटा दृढताका साथ मेहनत गरौँ, अगाडि बढौँ, हाम्रो यो सपनालाई साकार पारौँ, आफ्नो पनि सपनालाई साकार पारौँ, बुवा आमाको इज्जतलाई पनि अगाडि बढाउँ भन्ने आशा र भरोसाका साथ तिमीहरूसँग बिदा हुँदैछु। अब यसैको साथसाथै हामी सम्पूर्ण टप 5 लाई एउटा यहाँबाट हामीले एउटा प्रमाणपत्र, एउटा प्रशंसा पत्र हामी भन्छौँ, त्यो पत्र चाहिँ व्यवस्था गरेका छौँ र हामी एक एक गरेर सम्पूर्णलाई आफ्ना प्रमाणपत्र लिए यहाँ आइदिन। टप 5 खुशबु कुमारी लाई आफ्ना प्रमाणपत्र लिनको लागि यहाँ उपस्थित भइदिन अनुरोध गर्दछु। सबैजना एकचोटि फेरि क्ल्याप गरौँ र प्रमाणपत्र
तपाईले दिनुहुन्छ ल रामanga सरज्यूले वितरण गर्दै हुनुहुन्छ र एकचोटि सबैजनाले फेरि क्ल्याप गरौँ ल बहिनीलाई धेरै धेरै बधाई छ र आउने दिनको लागि शुभकामना छ हजुर कङ्ग्रेचुलेसन। अब यसै क्रममा टप फोर्थ निकी यादवलाई आफ्नो प्रमाणपत्र लिदिनको लागि अनुरोध गर्दछु। सबैजना एकचोटि जोडले क्ल्याप गरेर स्वागत गरौँ सञ्जीव सरलाई। आफ्ना प्रमाणपत्र एकचोटि सञ्जीव सरले दिँदै हुनुहुन्छ। सबैजनाले फेरि एकचोटि जोडले क्ल्याप गरौँ। अग्रिम बधाईको शुभकामना है। ओके र लास्टमा हाम्रो थर्ड टपर आशिक यादव अब्सेन्ट हुनुहुन्छ। उहाँलाई अघिल्लो प्रोग्राममा हामी प्रोग्राममा यो प्राइज दिनेछौँ। अस्तिमा सेकेन्ड टपर पनि अब्सेन्ट भएको कारणले उहाँलाई अघिल्लोमा हामीले चाहिँ समावेश गर्नेछौँ भने लास्टमा फर्स्ट टपर कोचिङ टपर यस सालको ब्रिज कोर्सको 2082 सालको ब्रिज कोर्सको टपर स्कलरसिप टपर गौतम यादवलाई यहाँ आफ्ना प्राइज लिदिनको लागि आउनको लागि अनुरोध गर्दछु। ओके र म एकचोटि तीनटै जना यहाँ आइदिनु। तीनजना चाहिँ आउने पुरा ग्रुप फोटो हामीले लिनु पर्यो। हमने एक बार ये तीनों जना के ले लो। हाँ तीनों जना एना करते हैं। टेका टेका उन्हें चलो टेका नहीं तो आती क्या टेका नहीं चलो ला निमन साथी कीजिए कि होगा ये चलो सर ने सर हाँ होला संजीव सर अनु चला म यहाँ ल भयो भयो एकचोटि क्यामेरालाई मुभ गरेर सबैको फोटो एकचोटि हाँ भेट्यो भने त फेरि क्यामेरा मास्टर यहाँ छोडिदिनु पछि भइहाल्छ तिमी गएर गरिहाल्थ्यो। ओके अब लास्टमा तिमीहरूलाई क्लासमै भनिसकेको छु म फेस एकचोटि आउनु पर्यो। दम छ भने अर्को फेस हेराएर हेराऊ। फेरि म योभन्दा ठुलो पुरस्कृत म गर्नेछु। मैले अहिलेसम्म यो कोचिङमा जे पनि भएको छ विद्यार्थीको लागि भएको छ। हामीहरू म के भनौँ यहाँको जति सर यहाँ जुट्नु भएको छ उहाँहरूले धेरै कुरा छोडेर जुट्नु भएको छ। धेरै सङ्घर्ष गर्नु भएको छ। हामीले धेरै कुरा त्यागेर पैसाको मोह हेरेको भए यो कोचिङ चल्दैन थियो। यो सबै कुरा त्यागेर हामी यहाँ छौँ। धेरै विद्यार्थीहरू पढेपछि ज्ञान प्राप्त होस् भने म हामीहरू कामना गर्छु। जहाँ होस् राम्रो गरोस् यो हामी कामना गर्ने गर्छौँ। तिमीहरू पनि सबैलाई जति पढाइ भइरहेको छ त्यति नै तिमीहरू कम्प्लिट गर्दा 100% तिमीहरू सफलता हुन्छौ। यो मैले भनेर होइन, मैले भनिसकेको छु अगाडि नै, मेरो हेबिट हो। भनेर केही हुँदैन, गरेर हेराऊ त्यही सफलता हो। यो कोचिङले भनेर गरे होइन, गरेर हेराइसकेको छ। इक्जाम्पल धेरै हेराइसकेको छ भन्दै यो कार्यक्रमबाट हामी सबैजना बिदा हुन्छौँ। साथसाथै आइतबारको दिन हामी पूर्ण समयमा उपस्थित भए सबैजना ध्यानपूर्वक पढ्नु होला र यस्तै कार्यक्रम हामी प्रत्येक समयमा गर्नेछौँ भन्दै यो कार्यक्रमबाट बिदा हुन्छौँ। हस्त नमस्कार। एक बार तीनवटा बाहर बैनर बना उल्लङ्घन गरिदिए फोटो सुट हो गयो। सबैजना मेहनत गर, सबैजना पुरस्कार लिने गरी लबे लबे क्यामेरा